जानेवारी एक्सिडेन्ट त Oh, nice one. खान त भन्ने We have coffee hotter than your ex. विशाल जानुपर्छ कि क्या हो त्यहाँ एक्स भन्दा हट कफी पाइन्छ है जानुपर्छ होला विशाल जाउँ भने म नि हानिदिन्छु यो ए हो त्यो त मन तातो अनि हट्नु भएन नि त जाउँ भनिरहेको छु त्यही भएर हिँड महेश्वर तिमी छोडिदेऊ उहाँले ए उहाँले पनि छोडिदेऊ सुस्तै हामी तिनजना जाउँ अर्डर दिने ट्याक्स रेन्ट फर होइन क्या रेन्ट फर बोट त्यहाँ बोट फर रेन्ट होला नि होइन हौ तिमीलाई पढ्न चस्मा लाग्छ पढ्न आउँदैन भने तिमीले लगाएर त आइया मलाई यहाँ झन्डै घाउचोट भयो भन्ने छ ल हाम्रो अर्को भ्लगमा सुरु भ्लगर भ्लगरले अब यहाँनिर लाइफ ज्याकेट लाउँदै हुनुहुन्छ जुन चाहिँ उहाँलाई चाहिँदैन खास गरी भन्ने पर्दा पौडी खेलेर उहाँ पुगेर आइदिन्छु भन्नु पौडी खेलेर पुगिदिन्छ अरूको सेफ्टीको लागि त्यही भने अरूले त भनेन तिमी भन न अब कमन बेबी भनेर म राति है अब हेरौँ टक यहाँबाट टक्क बोट लिएर उहाँसम्म पुगिन्छ उहाँ चाहिँ होइन 1 घन्टाको मस्तको लागि बोर्डिङ गरिन्छ पुग्ने मात्रै होइन साथी अब त हामी घुम्ने भइसक्यो अब मस्त ल के छ विचार भन्दै भयो पनि भइसक्यो अब 1 घन्टाको लिने भयो अघिसम्म निराश थिएँ म बोटिङ गर्न पाएन भनेर अब 1 घन्टाको लिइहाल्यो मस्तको बोटिङ गर्नुपर्छ हजुर कहाँ यहाँ बोटिङ हाम्रो बोट ड्राइभर दाइ कता को हुनुहुन्छ ए हाम्रो दिपेश सर भ्लगरलाई चाहिँ उता राख्दै भयो त्यो टुप्पामा राखिदिनु त ओइ म उताले चलेको बोट ल सबजना रेडी छन् यो चाहिँ रुइरहेको थियो अघिदेखि अहिले ठिक छ त्यो चाहिँ मर्न लाग्थ्यो अघि अहिले ठिक छ त्यो दुइटा त त्यो लास्टको दुइटा त फुल अफ एनर्जी अघिदेखि अब ल ट्याक्क मन्दिर आइपुग्यो अब ट्याक्क मन्दिर आइपुग्यो अब 5 मिनट मन्दिर भन्दा ध्यान देखाउँछ मलाई 5 मिनट अब यता एक राउन्ड हालिन्छ फोटोसोटो खिचिन्छ अनि फेरि एक राउन्ड यतातिर हालिन्छ ढुक्कै कडा ल अब मन्दिरतिर लागिन्छ कुदिहाल्यो उनीहरूले धार्मिकवाला पऱ्यो हामी अलिकति अधार्मिकवाला पऱ्यो नि त अधार्मिक चाहिँ नभनौँ यस धर्मपट्टि त्यति इन्ट्रेस्ट छैन राखिने होइन भनौँ न ढकालले डिस्टर्ब नगरौँ हाम्रो अर्को भिडियोग्राफर अहिले फोटोग्राफर पनि मल्टी ट्यालेन्टेड पर्सन है पोजमा यसलाई पोजले दिन्छ है फेरि आए पोज आयो होइन अहिले फोटो खिच्दा हुन्छ त्यहाँ गएपछि मेरो भ्लगिङ सजिलो हुन्छ कि भ्लगिङ सजिलो हुन्छ कि तपाईँलाई म त्यहाँ गएर बस्छु त्यो त फोटो हान न त्यो बोर्ड राखेको ल फोटो अब यहाँ बोर्डमा नि फोटो खिच्ने रे सेन्टर अफ ग्राभिटी यस त्यो खुट्टा काटेर फेल्दैन नि त्यसलाई मतलब यो खुट्टाको वेट चाहिँ कहाँ जान्छ त तेरो काँधमा सिजीमा लाग्छ काँधमा त्यो भन्ने नि हुँदैन काँधमा जान्छ अनि तेरो बडीको वेट पो त्यहाँ गएर बस्यो त हाम्रो दुईजना टपरको साइन्समा एकदम डिबेट चलिरहेको छ कसले जित्छ र कसले हान्छ ल कसले छाप्छ र कसले हान्छ भन्छ त छ नि तर चाहिँ माथि 10 केजी भन्दा बढी त यहाँ निक्लिन्छ अनि होइन नपल्टाएर यो मर्छ फेरि ज्यापुलाई चाहिँ पल्टाइदिन्छु म यो मर्छ फेरि त्यही मर्छन् मुझे गोल्दिने हो सही गोल्दियो यो पऱ्यो अब यो चाहिँ महेश्वर ट्राइपोडले त सनबाथ यार यहाँ हाम्रो माछाको दिवन्त भएको छ रेस्ट इन पिस एकदम
इंडियन बोला इंडियन बोला ए इंडियन बोला के इंडियन तेरी माँ का बोला वान प्लसको अडियो के अरे स्पिकर चाहिँ एकदम तगडा जङ्गलमा भूत बजाऊ भने खोइ त स्पिकर अहिले चाहिँ महेश्वर अलिकति चाउ भन्न थाले होइन महेश्वर अहिले चाहिँ त्यसो भन्न पाइँदैन तिमी नै हो अब चाहिँ बजाऊ भने कि होइन यो जस्तो खत्तम कोही छ त तिमी बजाउने र पड्काउने कुरा थाल्छौ अब भएन यसरी ल आइपुग्यो यहाँ अब गयो केटा हो गयो उफ गर्मी चाहिँ गर्मी बाइक रेन्ट गर्न गइन्छ फटाफट लाएर यति काम पनि गरिहाल्नुपर्छ यार नत्र त भ्याउँदैन आज कहीँ पनि घुम्नलाई त आज घुम्नलाई कहीँ पनि भ्याउँदैन एकपल्ट गऱ्यो भने त यो मान त गरेर विशाल हो कि फोटो खिच्दा चामा पनि फोटो खिच्नु परेको छ मलाई अहिले यिनीहरूसँग हिँडेर कामै छैन कि बाइक खोज्ने यात्रामा अझै नै हिँडिरहेका छौँ हामी बाइक खोज्ने यात्राका यो यिनीहरू भाडावालाहरू हो मेरो त आफ्नै छँदैछ चलाएर हो जोगिनलाई त नचलाउनु पर्यो नि भन्छु हिँड्दै जानु पऱ्यो नि म जाँदै गर्छु तिमीहरू हिँड्दै आऊ बाइक पाइयो म मेरो बाइक सिकाल्छु अब सबैले स्कुटी पायो भने बाइक होइन स्कुटी पायो म मेरो बाइक सिकालियो ज्याकेट लाउनु पऱ्यो लुगा चेन्ज गर्छु जुत्ता जुत्ताबाट फर्केर जुत्ता नि अनि सिधै माथितिर लानु पऱ्यो त्यसपछि झ्याप्प लाएर सियोको मुटुतिर
टक्क ल अब जाने हो मैसुर माथि ट्राइपड बिर्सिहाल्यो तिमीहरूले तिमीहरू त अनि कोठामा बस्ने ट्राइपड यिनीहरूले बिर्सिहाल्यो टक्क गरेको खाइदिउँ काँक्रो खाइदिउँ आइसक्रिम पनि खाइदिउँ काँक्रो पनि खाइदिउँ ओहो गर्मी बबाल गर्मी बबाल भयो कन्टिन्यू शिवको मूर्ति पनि देखियो अनि आई फोटो पनि खिचियो शिव मूर्ति पनि देखियो अब जाने हो अब फर्किने हो जाँदैछु म गएँ है म भन्दै जाँदैछु म ल शिवको मन्दिर घुम्नुपर्छ अब झ्याप्प लाएर दामीसँग के हो शिवको मूर्ति परेन अनि त यहाँ त रेलवे होला रेलवे गर्न होला रेलवे यहाँ सिन पनि क्लिन भए कस्तो दामी सिन देख्थ्यो होला है केही छैन त लौ मलाई खोइ के हो मेरो भाइमा भएन भने बोतल हाल्ने बेलुका क्लबमा ब्ल्याकमा म राइडिङबाट अलिकति मुक्त भएको छु
हल्का मुक्त भएको छु मेरो केटाहरू अब यहाँ अलरेडी स्कुटी मैले किनेको छ भर्खर आज पोखराले भन्ने किनेर राखेको अब बेदिने पोखराबाट नेपाल काठमाडौँ जाने बेला स्कुटी किन्यो भने त हामीले दाने गरिदिनु केही छैन अब अहिलेको लागि चाहिँ हामी उता उयो कहाँ जानु बेगनास जानु लाग्यो मार्को गएर आउने त्यही हो ट्राइपोड 2 टुक्रा भयो ट्राइपोडले धोका दियो किनिदियो पाइलट ट्राइपोड फेरि 2 टुक्रा भयो जोड्दा त्यो हुनै सकिसक्यो अन्त छ जोडा नै सक्यो अब अर्को खबर किन्नुपर्ने बेला भयो डाँडाको नाक रे डाँडाको नाक दाजु छुटे बुझी डाँडा फर्किने अब के हो पार्किङ कति रुपियाँ ल त यहाँ त 4 रुपियाँ हाम्रो त पुरा यहाँ त ढुकेर बस्ने रहेछ नि टक्क छिसेर फर्किने बेला रोकौँ भने स्क्याम गाइज स्क्याम यहाँ पनि स्क्याम भयो हाम्रो 10,000 लयो काका स्क्याम भयो हामी त एक उसमा नि स्क्याम भयो स्क्यामै हामी भयो पुरा स्क्याम स्क्यामले भरियो यार ल अब ठ्याक्क ल पोखरा आइपुग्यो अब फेरि हामी काठमाडौँबाट फेरि पोखरा फर्क्यौँ भनेर इट वाज सो लङ जर्नी नो बाटो बिग्रेर अनि धेरै नै हामीले सङ्घर्षका पाइलाहरू चाल्नु परेको छ आगामी दिनमा यस्तो नहोला भन्ने हाम्रो आशा छ अब टक्क